यो चाहिँ हाम्रो बारीमा उगेको प्योर अर्ग्यानिक हल्दी हो। सबैजनालाई नमस्ते, फेरि पनि स्वागत छ तपाईँलाई मेरो मिनी ब्लगमा। बिहान उठेर एक्सर्साइज गरेँ अनि त्यसपछि चाहिँ म घर फर्केँ। घर पुगेर चना भिगोको पानी पिएँ र चना पनि खाएँ। बिहान उठेर सिधा बारीमा गएँ किनकि आज हाम्रो हल्दी निकाल्ने दिन हो। खन्दा खन्दा जमिनबाट निस्केको प्यालो हल्दी हेरेर त मन एकदमै खुसी लाग्छ। योबाट बन्ने हल्दी चाहिँ एकदमै अर्ग्यानिक हुन्छ किनकि योमा 1% पनि केमिकल हुँदैन। माटोबाट निकालेर यसलाई धुनुपर्छ। धोएर हेर्दा चाहिँ यो एकदमै सुन जस्तै चम्किन्छ। हल्दीलाई धोएर निकालिसकेपछि त्यसलाई बारीक बारीक चपिङ गर्न लागे किनकि यसलाई चाहिँ भोलि सुकाउनुपर्छ। तपाईँहरू पनि यस्तै घरमा अर्ग्यानिक हल्दी लगाउनुहुन्छ भने कमेन्ट गरिदिनु होला। आजको लागि यति नै। थ्याङ्क यू सो मच वाचिङ। बाई।